अनलाइनबाट तपाईहरूले आफ्नो नेसनल आइडी कार्डलाई कसरी डाउनलोड गर्न सक्नुहुन्छ। यस भिडियोमा म यस सम्बन्धी केही जानकारी दिएको छु। यदि तपाईहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार, स्वागत छ तपाईहरूलाई खुलदुली टेकको यस भिडियोमा। अनलाइनबाट तपाईहरूले आफ्नो नेसनल आइडी कार्डलाई कसरी डाउनलोड गर्न सक्नुहुन्छ यसको बारेमा विस्तृत रूपमा जानकारी दिनको लागि मैले आफ्नो मोबाइलको क्रोम ब्राउजर एपमा जानुपर्ने हुन्छ। जस्ट म आफ्नो मोबाइलको क्रोम ब्राउजर एपमा जान्छु। तपाईहरू यहाँ देख्नु भइरहेको छ, म आफ्नो मोबाइलको क्रोम ब्राउजर एपमा आइसकेको छु। तपाईहरूको पनि मोबाइलमा यस्तो ब्राउजर होला, क्रोम ब्राउजर होला। त्यो ब्राउजरमा तपाईहरू जानुहोला। क्रोम ब्राउजर एपमा आइसकेपछि तपाईहरू अब गुगलमा सर्च गर्नुहोला। गुगलमा सर्च गर्नुहोला नेसनल आइडी कार्ड डाउनलोड। यति सर्च गरिसकेपछि तपाईहरूको जुन सुरुमा वेबसाइट देख्छ त्यसमा तपाईहरू टच गरिदिनु होला। जस्तै कि यहाँ सुरुमा मेरो वेबसाइट आइसकेको छ, डिपार्टमेन्ट अफ नेसनल आइडी एन्ड सिभिल रेजिस्ट्रेसनको। जस्ट म यसमा टच गरिदिन्छु। यसमा टच गरिसकेपछि तपाईहरू यहाँ देख्नु भइरहेको छ, यहाँ त्यो वेबसाइट खुलिहाल्यो। अब यहाँ नेपालीमा आफ्नो नाम राख्नुहोला र यहाँ आफ्नो नाम राख्नुहोला फुल नेम, र तपाईहरू आफ्नो विक्रम सम्बन्धमा राख्नुहोला डेट अफ बर्थ। त्यसपछि तपाईहरू आफ्नो सिटिजनसिपको इस्यु डेट राख्नुहोला र यहाँ देखिएको क्याप्चा तपाईहरूले यहाँ राखेर सर्चमा टच गरिदिनु होला। जस्तै कि म सम्पूर्ण कुरा भरेर म सर्चमा टच गर्न गइरहेको छु। तपाईहरू यहाँ देख्नु भइरहेको छ, म आफ्नो नेपालीमा नाम राखिसकेको छु र यहाँ आफ्नो फुल नेम राखिसकेको छु र आफ्नो यहाँ डेट अफ बर्थ विक्रम सम्बन्धमा राखिसकेको छु र आफ्नो सिटिजनसिप इस्यु डेट यहाँ राखिसकेको छु र यहाँ लेखिएको क्याप्चा यहाँ राखिसकेको छु। अब म यहाँ सर्चमा टच गरिदिन्छु। सर्चमा टच गरिसकेपछि तपाईहरू यहाँ देख्नु भइरहेको छ, डाटा नट फाउन्ड, प्लिज चेक योर डिटेल्स एन्ड ट्राई अगेन भनिरहेको छ। मैले जुन डिटेल्सहरू राखेको छु त्यसमा केही मिस्टेक भयो। तपाईहरू आफ्नो सम्पूर्ण इन्फर्मेसनहरू सही भरेर सर्चमा टच गर्नुहोला। जस्तै कि म आफ्नो सम्पूर्ण कुरा सोच्याएर सर्चमा टच गर्न गइरहेको छु। तपाईहरू यहाँ देख्नु भइरहेको छ, म आफ्नो सम्पूर्ण कुरा सोच्याएर राखिसकेको छु र यहाँ क्याप्चा पनि म आफ्नो राखिसकेको छु। क्याप्चा राखिसकेपछि म अब यहाँ सर्चमा टच गरिदिन्छु। सर्चमा टच गरिसकेपछि तपाईहरू अब यहाँ देख्नु भइरहेको छ, तपाईहरूले अब यहाँ आफ्नो ओटिपी कोड राख्नुपर्ने हुन्छ। तपाईहरूले आफ्नो राष्ट्रिय परिचय पत्रको फर्म भर्ने बेलामा जुन फोन नम्बर दिनुभएको थियो त्यही फोन नम्बरमा यो ओटिपी कोड जान्छ। त्यो ओटिपी कोड तपाईहरूले यहाँ राखेर भेरिफाई ओटिपीमा टच गरिदिनु होला। यदि तपाईहरूको मोबाइल नम्बरमा ओटिपी कोड आइरहेको छैन भने तपाईहरू आफ्नो फोन नम्बर पहिचान गर्न सक्नुहुन्छ। यहाँ तपाईहरू यहाँ देख्नु भइरहेको छ, तपाईहरूको फोन नम्बरको लास्टको 3वटा नम्बर दिएको छ। यही नम्बरबाट तपाईहरूले आफ्नो फोन नम्बर पहिचान गरेर तपाईहरूको फोन नम्बरमा आएको ओटिपी कोडलाई यहाँ राखेर भेरिफाई ओटिपीमा टच गरिदिनु होला। यदि तपाईहरूको फोन नम्बरमा ओटिपी कोड आइरहेको छैन भने माथि दिएको फोन नम्बर तपाईको हो कि होइन यकिन गर्नुहोला। यदि तपाईको फोन नम्बर होइन भने नजिकैको राष्ट्रिय परिचय पत्र दर्ता केन्द्रमा गएर तपाईहरूले आफ्नो फोन नम्बर परिवर्तन गराउन सक्नुहुन्छ। जस्तै कि म आफ्नो ओटिपी कोड यहाँ राखेर भेरिफाई ओटिपीमा टच गर्न गइरहेको छु। तपाईहरू यहाँ देख्नु भइरहेको छ, म आफ्नो ओटिपी यहाँ राखिसकेको छु। अब म भेरिफाई ओटिपीमा टच गरिदिन्छु। भेरिफाई ओटिपीमा टच गरिसकेपछि तपाईहरू यहाँ देख्नु भइरहेको छ, मेरो राष्ट्रिय परिचय पत्रको फोटो सहितको डिटेल्सहरू आइसकेको छ। अब म प्रोभिजनल राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न चाहन्छु भने हल्का तल जान्छु। तल आइसकेपछि यहाँ तपाईहरू देख्नु भइरहेको छ डाउनलोड कार्डको अप्सन, यसमा म टच गरिदिन्छु। यसमा टच गरिसकेपछि मेरो प्रोभिजनल राष्ट्रिय परिचय पत्र डाउनलोड भइसक्यो। अब म यसलाई ओपन गर्छु भने मलाई पासवर्ड राख्नु पर्ने हुन्छ। पासवर्ड कसरी राखिन्छ यसको बारेमा म जानकारी दिन गइरहेको छु। तपाईहरू डकुमेन्ट पासवर्ड राख्दाखेरि तपाईहरूले आफ्नो नामको 4वटा क्यापिटल लेटर र आफ्नो जन्म मितिको साल राख्नुहोला। जस्तै म आफ्नो पासवर्ड राख्न गइरहेको छु। तपाईहरू यहाँ देख्नु भइरहेको छ, म आफ्नो पासवर्ड राखिसकेको छु। पासवर्ड राखिसकेपछि तपाईहरू यहाँ देख्नु भइरहेको छ गोको अप्सन, यसमा म टच गरिदिन्छु। गोको अप्सनमा टच गरिसकेपछि तपाईहरू यहाँ देख्नु भइरहेको छ मेरो प्रोभिजनल राष्ट्रिय परिचय पत्र यहाँ डाउनलोड भइसक्यो। अब यसलाई सुरक्षित साथ राख्नु पर्ने हुन्छ। यस प्रोभिजनल राष्ट्रिय परिचय पत्रलाई कुनै पनि सोसल मिडियामा तपाईहरू सेयर नगर्नुहोला। यसरी नै तपाईहरू अनलाइनबाट आफ्नो नेसनल आइडी कार्डलाई डाउनलोड गर्न सक्नुहुन्छ। यदि तपाईहरूलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला
र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो खुलदुली टेक युट्युब च्यानललाई सब्सक्राइब गरी बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न नबिर्सनुहोला, ताकि जब हामी कुनै भिडियो अपलोड गर्छौँ त्यसको जानकारी सबभन्दा पहिले तपाईँसम्म पुग्छ। हस् त आजको भिडियो यति नै। आउन सोमबार र बुधबार र शुक्रबार अर्को भिडियो लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।